अब मैले चाहिँ आज ड्र्यागन किनेर ल्याएको छु। ड्र्यागन फ्रुट खानको लागि चाहिँ म आज ड्र्यागनलाई काट्दैछु। तपाईँ देख्न सक्नुहुन्छ यो ड्र्यागन हो। ड्र्यागनलाई यसरी काट्ने, एकदम मजाले काटिन्छ। फाइनली ड्र्यागन यस्तो छ भित्र। केही गर्नु पर्दैन। फाइनली ड्र्यागन चाहिँ अब केही गर्नु पर्दैन, हामीले काटिसकेपछि यसलाई चाहिँ यसरी उठाउने, अटोमेटिक हुन्छ। फाइनली ड्र्यागन खाली भइसक्यो। यसलाई पनि यसरी उठाउने, ड्र्यागन पाकिसक्यो हुनाले ड्र्यागन यसरी उम्किन्छ। फाइनली यो चाहिँ एकदम खाली, यो चाहिँ खाली भयो। अब ड्र्यागन हामी यहाँ चाहिँ भइसकेको छ। यसलाई चाहिँ हामीले काट्छौँ। फाइनली यसरी काट्नुपर्छ। फाइनली यसरी एकदमै स्वादिष्ट अनि मिठो हुने गर्छ ड्र्यागन। फाइनली ड्र्यागन चाहिँ टक्क काट्ने अनि यसरी टक्क पारेर